ह्याप्पी त्यसै अब हाम्रो चाहिँ टिकाको सुरु भइसकेको छ। घरको मूल ढोकाबाट टिका लाउने स्टार्ट भइसकेको छ। बाबा तपाईँ अब बुढो हुनुभयो के गर्नु त। संसारको सबैभन्दा खराब मान्छे चाहिँ दुखी मान्छे हो क्या। उसले अरूको खुसी पनि दुखी सम्झिन्छ नेपाली। दुखी मान्छेहरू त्यस्तै हो क्या। अरूको खुसीलाई पनि रिस गर्छ, दुखी सम्झिन्छ। फुल्यो बारीमा लरीले धानको बाला झुल्यो खेतैमा। सबै ढोकामा लाउने हो नि त। उभिएर राख्नु नि त्यही। ह्याप्पी दसैँ। गोबर खोइ त। ल कस्तो दामी देख्यो। ह्याप्पी दसैँ। भइहाल्यो त्यति भए। 4 5 6 7 8 9 गार्डन गोराले टन्टने। आठवटा भयो। बिचमा चाहिँ अलिक राम्रो लगाइदिनु न। बिचमा चाहिँ बाक्लो आएर जमरा टिका लगाइदिनु, पैसा टाँसिदिनु। अरूमा टिका मात्रै टाँसिदिनु। बिचमा 5वटा हुने। जमरा चाहिँ साइडमा टाँस्नु टिकाहरू। गयो गर्नु त। अनि सबैमा Otana. Tung 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 tung. Malah sini anak ya. भयो
बुढीको निकाले न निकालेको ह्यापी दसैँ ह्यापी 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 भयो परबाट अरे आइम किरमा फेरि अरे हानु नि मुख्य मुखमा वाउ 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 उड्दैन खिचिदिएर आएको छु आँखामा लाग्छ नि Happy Dosai. Happy Dosai. ओहो हजुरआमा हाल्नलाई सब ध्यान लगाइदिनु नि तपाईलाई दिनु आन्टी सब ध्यान लगाइदिनु भन्छ म बत्ती बाल्नु न बत्ती पनि के हालको छ माइली साइड नगर न भाइ एकछिन आउँछु अब बडो भएर त को लाग्छ कसले केटी लाग्दा हुन्छ कान्छी भाइ मड्का यता देखाउनु देखाइ हजुरआमाले कस्तो Happy Dosai. मालश्री धुन धेरै सानो म त्यो रिक्सा खेर त भाइ कपडाले रिक्सा हावा चल्छ कपडाले न जमरै छैन ओ जमरा छ हाम्रोमा जमरा ल्याउनु राख्नु भएको थियो जमरा दिनु भएन टिका मात्रै लगाइदिनु भयो त भन्नु नि खोइ आशीर्वाद आशीर्वाद तपाईलाई हजुरबा ल है नातिहरूले चाहिँ दिनुपर्ने जागिरीहरूले हजुरहरूलाई पछि दिन्छन् नि पछि दिन्छन् नि मैले त आशिष दिएको नि त धेरै होला हजुरआमा हैन यति अब नातिनीलाई असै भाग्यमा पैसा धेरै पैसा खोइ बडे भाइ म यता निस्किन्छु हजुर उठै मलाई ए 50 दिँदै गर्नु नि हौ के पुर्याउनु छ है अब पैसा दिने होइन ल ठीक छ अब अर्कीलाई चाहिँ दिएको यति सकेको ल ल हजुर कुटबा यसो के ल्याउनु पर्ने ल हुन्छ भाग्यमा नि त्यो एउटा तपाईँ ल हाम्रो नातिले एकदम अब धेरै पढेर जागिरमा लाग्छ अझै ठुलो मान्छे हुनु शान्ति दुर्गा भगवानमा काली रक्षा कुनै ढोली छोरीको कता अरे जमरा कता नाच्नु कुरा हुँदैन ढोलीमा यस्तै दुवो ल्याएको हाल्नु हुन्थ्यो नि होइन नमस्कार हजुरको स्टाइल हजुरको स्टाइल यही रहेछ दिने त उनीहरूकै पालो हो पनि हजुरआमा दिनु न के बढी के हजुरआमाले कसो प्लेन गेमिङ क्रू काकी हजुरआमाले खन्दालमा जागिर लागेर न ठुलो मान्छे दनाल खानदान खतरा मोटो भाइ सबैजनालाई के
अरे अस्ति अब कसको पालो सबजना को छ अब मेरो भाइको ठुली ओ अस्ति न यहाँ यो त यो होली नि अहिले बनाउनु यहाँबाट खिचिदिएछु क्या ए पर्दैन दसैँमा के सेवा नि आफ्नो त लागिसक्यो कति गोरा आएको छ अस्मिन त मेरो साबुनले त्यही हो उज्यालो गोरो आएको छ अरे क्या गोरो ए होइन असिम पैदासी गोरो एक झल्ले जमाना लाएर हुन्छ अनि ठुलो आउन आउँछ हैन ए हट्दा भाइ अङ्कल ए अङ्कल छ राम्ररी उठ सरलाई भने सुन्दिनस् यिनीहरूको भिडियो गरिदिन्छु खोइ जमारा थोरै थोरै एउटा पाके झल्ले दिएर अनि त्यही त अप्ठ्यारो पर्छ चुडेर लाउनु पर्ने हो दुबो पनि थियो अब माथि ल्याएको दुबो मौला आयो यस्तो मौला आउनु के भन्दैन दुबो मौला यस्तो मौलाउनु केरा गाजी जस्तो गाडिनु त्यसरी केराइ राख्नु पर्ने थियो त उसमा दियो तपेसमा उहाँ छरे मारा चाहिन्छ ल नाचेर मानियो ल बाबु यहाँ हजुरआमा बाँकी छ आन्टी ए हजुरबाबुको सिद्धि छ अब अर्को भजन गर्नु कति छ नि अब छ र अझै झन् म छु बाँकी नै छेस् नि म पनि बाँकी नै छु मेरो गोथु बुनु पर्दैन चमरा उठ्नु दाइले लगाइदिएकै छ नि कति पुऱ्याउनु धन्न साथेर ल्याएर खोज्रै पाउनु कान्छी खुद्रै दिन मान्दैन मैले त धेरै मान्दैन खोज्रा पढ्नु आएको ल ल हट्नु कान्छी हट्नु 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 मान्छ पढेर पास कतिमा पढेको नि अब 209 मा 18 मा हो दुईजनै 9 धेरै पढेर ठुलो मान्छे भएर बाबुलाई हेर्ने अब डाक्टर बन्नु डाक्टर त होला नि छोरी नै हेर्ने नै अब राम्ररी बाबुलाई आमालाई अर्को आर्मी छ छेउमा आर्मी लाउरे खतरा छ नि जाब लाग्ने खालको हैन माइले त आगो लाग्छ असिम चाहिँ के पानी हाल्छ अब खानु होस् दुर्गा माताले चाहिँ एकदमसँगले मेरो छोरीलाई चाहिँ सपोर्ट जागिरमा लाइन् त्यसै बसिरहेको छ पढेर ज्ञानी हुनु एकदमै रिस नराख्नु ज्ञानी हुनु ठुलो मान्छे बन्नु बाउ आमालाई चित्त नदुखाउनु है ल राम्रो हुनु ठुलो ज्ञानी भाग्यमानी हुनु है ल पैसा चाहिँ अब खोइ खाली अहिले पछि दिन्छु नि ल कति दिन चेष्टा गर्छ तेरो गरिदिन्छ गराएको तेरो दामी गरिदिरहेको छु फोकटिया गर्दिरहनु सिमे भिडियो गर्दा अब खिदियो नि तपाईले सिम दिनु यहाँ तबाट राम्रो आएर झन् भाइ यतिकै सिधा बना म गर्दिन सबै रातो रातो लाग्यो उताबाट गर्नु भएको लागि क्यामेराम्यान गर्नु न क्यामेरा हात छोपेकी छिस् हात किन छोपेको क्यामेराले ए तेर कता हो लौ लौ ओइ सिम त्यहाँ बस्न
छिटो न मम्मीले गरेको क्यामेरा छोपिरहेको हातले देखाए त यी हौ आउँछ त नि तपाईँ पनि बस्नु हुनुहुन्छ कतै हाल्नुहुन्छ भन्नु न क्यामेरा छोपिरहेको काट्दिन्छु कहाँ झोरो पैसा थाहा छैन यही दिनु यही हजुर भयो यसले 5 रुपैयाँमै हामी चिल्लरहरूलाई चाहिँ उसको एक्सपेक्टेसन गरेको हाई लो गरिदिनु भयो खै दिनु पाउ पाउ अङ्कल 10 ग्राम 10 ग्राम भिडियो गर्दैन मम्मी बाबा राम्रो आयो ब्याकग्राउन्ड नै आउँदै रहेछ एङ्गल के हुँदैन त यता हेर्नु न एकचोटि मलाई टन्नै बिस्कुट पठाइदिनु बाई मलाई टन्नै बिस्कुट पठाइदिनु बाई बाई मलाई टन्नै बिस्कुट पठाइदिनु बाई बाई बिस्कुट पठाइ हेर्न भने क्या तलबाट वाइडबाट हानेको go!